कहाँ जाने रे? लेट्स गो। कहाँ जाने रे? सँगै रिङ्सेल झ्यालसिगन जाने हो। ल चलो 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 लेट्स गो। यहाँबाट अब हामी निस्किसक्यौँ गेटबाट। यहाँ बाहिर लाइनले जाँदैछौँ किनभने अब बाटोमा बाइकहरू यताउता धेरै आउँछ। चाहिँ हाम्रो नानीहरू ग्याङ आउँदैछ। ग्याङ आउँदैछ। तिमीहरूको ग्याङ हो यो? यहाँ चाहिँ सँगैको रिङ्सेल हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँ दर्शन गर्नुहोस्। अब हाम्रो सबसे सानो भाइ घ्यालजेन भाइले दर्शन गर्दैछ सँगैको रिङ्सेल। घ्यालजेन कन्फ्युज ल दर्शन भयो। अनि हाम्रो अर्को भाइले छ्याक गर्दैछ। फ्रुटी सँगै लाइन सबैजना आउँदैछ हो कि होइन? के भन्न? यसरी लाइन हेर्नु सक्नुहुन्छ तपाईँहरू। हाम्रो भाइहरू एक एक गरी दर्शन गर्दैछ सँगैको रिङ्सेल। तपाईँहरूले पनि दर्शन गर्नु भइसक्यो होला। यसै बुद्ध जयन्तीको बेला लिएको भिडियो हो। त्यतिखेर राख्नु पाएन यताउता नभ्याएर। अनि हल्दार हाँस न। हाम्रो पाली हो अब चाहिँ हाम्रो नानीहरू आउँदैछ। नानीहरू हाम्रो बहिनीहरू एकजना पानी पालाउँदैछ बहिनीहरू पनि। रमाइलो भयो कि भएन यतिखेर? के पो सुन्दैनौ? है नाम ये ना ngoshe de dan de नाम ये ना सखी सिंह नाम। अब चाहिँ हामी बौद्ध जाँदैछौँ है। अब बौद्ध जाँदैछौँ लाइन गरेर। अनि बौद्ध एक रन गराउनु लागेको हो खासमा चाहिँ। अनि एक रन धौ गरेर हामीले गर्नु पायो किनभने त्यहाँ एकदम धेरै स्पेस नै थिएन, ठाउँै थिएन। हामीलाई एकदम गाह्रो भयो त्यो बिचतिर। कोही बच्चाहरू हरायो, कोही लाइनमा छुट्यो, मान्छे धेरै भएर यतिसम्म दुःख भयो कि कोही बच्चाहरू त त्यहाँ बौद्धमा रुनै थाल्यो। सो हामी सिसिन गुम्बाबाट निस्किरहेछौँ बौद्ध जानुको लागि। यहाँ बौद्ध हेर्न सक्नुहुन्छ। बौद्ध जाँदैछौँ। के भयो तिमीहरूलाई? दुःख भयो कि भएन बौद्धमा? के भयो? के दुःख भयो? मान्छे अहिले चाहिँ भिड त्यति छैन। अहिले चाहिँ अलिक कम छ। पछि किन भन्दाखेरि त्यहाँ बुद्धको मूर्तिहरू निकाल्न थाल्यो। त्यसपछि अनि गाडीहरू, अनि त्यसपछि मान्छेहरू बढ्दै गयो। स्पेस अलिक ठुलो भएर पनि हो। त्यो उतापट्टिको यसको ठ्याक्क अपोजिट साइडमा स्पेस सानो अनि मान्छे धेरै। अनि हाम्रो बच्चा भएर धेरै च्याप्यो। हामीलाई धेरै गाह्रो बनायो। जस त्यस्तो बुद्ध जयन्तीको टाइममा दर्शन गर्नु पायो। बौद्धमा एकपरा पनि गर्नु पायो। हामी सबै भाग्यमानी। आदिले पैसा पायो। यो पैसा के गर्यो? किनेर के खायो? यहाँ हेर्नु सक्नुहुन्छ। हेर्नुहोस् यसरी च्याप्यो हामीलाई। एकदम गाह्रो भयो। यहाँ आधी घन्टा 45 मिनट जति हामी यहीँ बस्यो। सो बाई।